हाम्रो अब यात्रा सुरु हुँदैछ हामीले हर्सिदीमा छौँ अहिलेको टाइम अराउन्ड कति बज्यो 12 बज्न 10 मिनट बाँकी रहेछ यहाँबाट यतिखेर हिँड्दाखेरि कति बजे पुग्छ वी आर गिभिङ अपडेट टु यु है गाइज अब टिकटकमा आउँदै गर्छ फलोअप माइट बी फर 3 days वी आर हुन्छ नि ह्याभिङ फन इन देयर है अनि मेरो साथमा केटाहरू छ यहाँनिर विनोद काका रेडी भइसक्यो समीलाई कुदिरहेको हो ओके अब चाहिँ अहिले चाहिँ हामी दोलघाट आइपुग्न लागिसकेका छौँ अलमोस्ट अब एकछिन यो एकदमै भाइरल रक हो नियर टु दोलघाट यु हेभ टु कम एन्ड भिजिट द प्लेस है यु फिल एकदम ह्याप्पी अहिले चाहिँ हामी दोलघाट पुगिसकेका छौँ पुलमा छौँ अहिले हामी पुल हल्लेको अब के खाजा खान्छ काकालाई भोक लाग्यो भनिरहेछ लेट्स सी है त यु क्यान सी द चाइनिज ट्रक नेपालमा समोसा खाने बेला भयो जेरीपुरी खायौँ रमाइलो भइरहेछ रमाइलो भन्दा नि एउटा जस्ट ट्राभल हो होइन आउट अफ द भ्याली आउट अफ आवर ओन प्लेस त्यहाँ चाहिँ उनीहरूलाई चाहिँ त्यो गुगल म्यापमा चाहिँ त्यो बाटो मैले अस्ति देखाएको अस्ति भनेको थिएँ नि सरलाई टेस्टी खाजा खायौँ हामी वी आर नाउ इन अहिले चाहिँ हामी बिचमा एकछिन पी रेस्ट गरेको चाड होला अब वी आर नाउ हेरिङ अब जान्छु यु क्यान कन्टिन्यू है आइ एम जस्ट ट्राई टु मेकिङ अ ब्लग टु मेक यु ह्याप्पी गाइज है ओके स्टे ट्युन Guys ready? Yeah, we are ready to go. Kalinchok, hey, let's go. Get on the bike. आइसकेको छौँ बाइक कहाँ छ बाइक यहाँ तेल हाल्ने ठाउँ अलिकति बाटो बन्दै रहेछ त्यही भएर अब हामी चाहिँ अलिक तल गएर तेल हाल्ने सोच्यौँ अहिलेको टाइम भएको छ ठ्याक्कै 2:10 गयो अनि अहिले हामी धुलीखेलमा छौँ चिया ब्रेक चना ब्रेक अहिले कस्तो देखायो मलाई डन Kalinchok, let's get a roll. झल्लै घर फाइनल्ली रिच अहिले चाहिँ हामी थोरै माथि खाडीचोकभन्दा माथि एकैछिनलाई हामी सर्ट ब्रेक फर द पी है यताबाट चाहिँ हामी सिधा गएको त्यो पारीको डाँडा देख्यौँ त्यो चाहिँ चाइना हो अनि अल द वे फ्रम देयर है त्यो बाटो पनि एउटा पिचबाट त्यहाँबाट जाने कर्नर डाँडाको फेदै हुँदै सो वी हेभ टु चेन्ज द डिरेक्सन क्या फर द कालिम्पोङ यो रुट हो होइन यु क्यान सी हामी यो बाटो जान्छौँ फर द चाइना यु क्यान सी द्याट रोड है ओभर देयर मजाले जुम गरेर हेर्नुपर्ने हुन्छ यु क्यान सी मजाले म अलिकति देखाउन ट्राई चाहिँ गर्छु यो चाहिँ यो बाटो जाने बाटो चाइना जाने बाटो ल अल द वे डाउन है सो हेभ टु ममुता यतातिर मिल्छ कि देखि फिडब्याक आयो नि यतातिर मिल्छ कि देख्दै नि मुरी जाने हो भाइ अब भर्खर यो गाडीको बडी आएको छ होइन इन्जिन टायरहरू चाहिँ अन द वे छ अब कुर्छौ भने त लान्छु भाइ अब के गर्छौ त कुर्दिन्छु नि दाइ ल बस त्यसो भए ल डन भयो नि डन भयो नि फरक पर्दैन हो यो यति माथि गर्नु
चाहिँ अब मुडे पुगिसकेछ अब अलमोस्ट हामी मुडेको अन्तिम डाँडामा आइपुगेका छौँ लेट्स सी हाउ द नेचर लभ्स यु क्यान सी द नेचर क्या यु क्यान फिल द नेचर काका हाउ आर यु ये लडकी लु जाउँ हुन्छ अब हामी चाहिँ मुडेबाट साइड लागेर हामी अगाडि जाँदैछौँ विनोद र समीर गयो के यो ए यो चाहिँ काकाको घर जाने बाटो रहेछ राम्रो पिच भइसकेको छ काकाको घर जाने बाटो चाहिँ यु क्यान सी द डाँडाहरू है कस्तो दामी देखेको ए ल यसो होइन ओ किन के हो र त्यो कहाँ लुयो नि ऊ सोफी पन्ट हो चिया खाने हो चिया खाऊँ त चिया खाने के हुँदैन होस् अब हेरिरहेको छु बाइक ल के ड्रप गर्ने उतै जाउँ भने कि सिधै त्यही डेस्टिनेसन कालिम्पोङमा त्यो एउटा गाउँ मात्र भएर क्या हेलो चिया बन्छ मिक्स हुन्छ तिन ठाउँ मिक्स हुन्छ तलको ल्याइदियो तपाईँको चिया झन् तपाईँको गरम ल्याउनु गयो एक्सटेन्ड चार थरीको हुन्छ क्या चिया एक थरीको खाइसक्यो होइन मैले खाएको मैले खानु पर्यो मुडेको बजारमा अहिले चाहिँ लुकिङ फर दारू काकाको लागि अहिले चाहिँ हामी कालिम्चोक जाने कुरी गाउँमा आइसकेका छौँ होटल बुक गरेर हामी होटलभित्र बसिसकेका छौँ है एकदमै यो के भन्छ मकैबारी भन्ने ठाउँदेखि चाहिँ बाटो सम ठाउँमा चाहिँ कन्क्रिट रहेछ सम टाइममा चाहिँ अलिकति अफ रोड एकदमै लास्ट डे बाइकै तान्न गाह्रो भएको थियो बट इट फिल्स गुड क्या वेन यु रिच टप अफ द हुन्छ नि सिटी क्या एकदम चिसो हावा फिल एकदमै एपिक नाइटको टाइममा आइपुग्यो रोड इज ब्ल्याङ्क सो वी आर हियर अहिले आइपुगेका छौँ रातिको अहिले 8:30 जस्तो भएको छ हामी यो होटलमा बसिरहेको हो फिल चाहिँ डेन्जर भएको छ दामी तर कस्तो हिरो लाग्यो राम्रो लाग्यो मलाई होटल दिस लुक्स गुड टेबलहरू दाइ सरी ल क्यान्सिल ल